हेलो साथीहरू हजुरलाई स्वागत छ मेरो नयाँ भिडियोमा। मैले चाहिँ आज एउटा यो जलन दाइको कमेडी भिडियो आएको रहेछ होइन, 2 दिन भयो आएको, मैले हेरेको पनि छैन। त्यसमा म रिएक्सन गर्दैछु के कस्तो हुन्छ होइन, सुझाव सल्लाह दिनु होला। रिएक्सन गर्दैछु, लेट्स गो Let's go. के को यार को हो तपाईँ को क्वीन नाम भन्नुहोस् न नाम ए सिरु दिदी हो मैले त अरू नै होला सोचिरहेको के सोचेको तैँले मलाई के सोचेको ओए भन त मलाई त भन त मलाई त थिएँ दिदी के भनेको के हो यो आरएबी र्याप ए यो र्याप हो एक्सक्युज मी अनि यस्तो पनि र्याप हुन्छ त हजुरको र्याप सुनेर मलाई यो डायलग याद आयो पहिले र्याप हानेको कि र्यापले तँलाई हाने एक्सक्युज के मी साँच्ची हजुर त र्याप आर्टिस्ट पो हो त Really, nigga? सुन मेरो केडाहरू अनि केडाहरू तेरो सिल्लु दिदीको र्याप सङ आउँदैछ त्यही त हजुरको नयाँ गीत हेर्नुपर्छ आएको है सामु। रहेछ जुन बेला त खेलाउँथिस् धुलो त्यो बेला म खेलाउँथे यस्तो लाग्यो तू समझा? त्यसको बुझिनस् खास के भन्नु खोजेको बुझेन यिनी सब तोरीहरूले पिएला बुझेकै छ त्यही त यसको खास अर्थ के हो दिदीहरू बुझाइदिनुहोस् त मलाई खेलाउँथे धुलो जुन बेला त खेलाउँथिस् धुलो त्यो बेला म खेलाउँथे धुलो निकिसा तिमीले पनि ठुलो र्याप तिम्रो पनि ठुलो छ र हैन बिक्री दिलने पबेर साडी बन्दा भको रहेछ मुजीलाई त राखा मेरोमा खेलाउँथे धुलो विकृतिले नेप बदनाम भयो भन्ने अनि आफ्नै गीतमा छाडा शब्दहरू हुन्छ फेरि सिलुको र्याप छाडा भयो समाजलाई बचाउन गाह्रो भयो भने नेपालका चर्चित मेल केटाको र्यापर्स ब्याकग्राउन्ड सुनिरहेछ नि, यो बच्चा बेला हामीले सुनिरहेको थियौँ नि ब्याकग्राउन्ड। नेपालका चर्चित मेल र्यापर्सका लिरिक्स हामीले नसुनिया हो। यानि केटाले जे गरे पनि हाम्रो समाजमा चल्छ क्या बच्च। तर मैले आज एउटा लाइन होइन राख्दा त्यो पनि इन्डिरेक्टली भन्दाखेरि बसी खान नसक्ने भएको छ। केटीलाई मात्र इज्जतको प्रतीक बनाउने समाज सबै सुन्नुहोस्, इक्वालिटी नि बराबर हुन्छ होइन। जुन देशमा छोरा र छोरी भाषण धेरै भयो नि त दिदीको। अगाडि बढ्दैन चाहे त्यो बिजनेसमा होस् भाषण ऱ्याप भन्दा नि भाषण धेरै हान्दो रहेछ कि अहिले। चाहे त्यो छाडा र्याप भन्दामा होस् केटा र केटी बराबर हुनुपर्छ त्यही भन्न खोज्या हो कि के हो कस्तो लाग्छ त्यो छाडा लाग्दैन यो झुलाको पनि गीत छाडा थियो छाडा छ भनेको छ सबले हजुरको पनि छाडा छ छाडा छाडा भन्नु पर्यो नि त केटाको होस् भन्नु पर्यो केटीले गर्यो भने मात्रै हो क्या तपाईँहरूलाई नराम्रो लाग्यो केटा मान्छेले त जे गरे नि भयो बलात्कारै गरे पनि माला लाउनु केटा हो। पाइहाल्छ पुरा यस्तो गर्नुहुन्छ दिदी हजुर कस्तो खालको र्यापहरू एकचोटि भनिदिनुहोस् त म चाहिँ वुमेन राइटिङ भन्ने हुन्छ क्या एउटा वुमेन राइटिङ भनेको चाहिँ केटीले आफ्नै बारेमा लेख्ने क्या त्यही भएर दुलो खेलाउँथे भनेर लेख्नु भएको होला होइन अरू र्यापरले आफ्नो दुःख सङ्घर्षको कुराहरू लेख्छन् हजुरले दुलो खेलाउँथे भनेर लेख्नुहुन्छ यार केटाले जे गरे पनि हाम्रो समाजमा चल्छ क्या पचाउँछन् सबैले हजुरको गीतलाई पनि पचाएकै छ नि त त्यो गीतमा कति भ्युज आयो भन्नुहोस् त पुलत र्यापले 1 मिलियन ल आइसकेको छ त 1 मिलियन। अनि अनि यस्तै हावा गीतमा त आउँछ मिलियन भ्युज जिन्दगीको पहिलो र्याप सङले हेर त नेपाल खाइरहेछ त्यही त हजुरको गीतले सबै नेपालीको कान खाइरहेछ किन हट गर्यो मेरो र्यापले सबैको कानको जाली हट गर्यो रे हजुरको र्यापले हँसायो यार हँसाएको मैले हो न हजुरले हो आजदेखि ने फक मेरो नाममा भएको छ भन्नुभएछ आजदेखि नेट मेरो नाममा भएको छ क्या बक रहे हो मादरचोद? मेरो गतिलो र्याप हान्न नसक्ने मान्छेले अनि र्यापरहरूलाई डिस हिजो आएको चल्ला धेरै नगर हल्ला बन्द गरिदिन्छु नत्र तेरो हुक्का पानी ऊ त लाउरेलाई भन्दा पनि हजुरले आफूलाई भने जस्तो लाग्यो मलाई त लाउरेको र्याप एकदमै फ्ल्याट नो रिदम नो राइम्स फुल र्याप जीवकलाई पनि डिस जोडा नाइकी मेरो तेरो चाहिँ डिसे घरमा छैन चामलको गेडो अरे जिबी गुच्ची अरे जोडको स्कुल पनि आइछ यार। पालन बाटो सकस सिलु सवार हुँदै ए भगवान बालन दाइ त बालन छोडेन यार। मालेहरू छिरेर मानेहरू अरू सफा गर होइन, हजुर त भनिरहेछ। र्याप भन्न नआउनेहरू छिरेर हो बरु बिग्रेको के भनेको भाइ होइन होइन जिस्केको हजुर त र्याप आर्टिस्ट हो त आजकल त जसलाई पनि र्यापर बन्नु छ अलिकति नाम मैले चलेको भन्नु पर्यो, र्याप म पनि हानिहाल्छ। बन्नु छ मलाई नि है, त्यो राम जापानको पनि बन्नु छ। मान्छेले पनि र्याप हान्न दिएको छैन आयो 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 माइलो दाइ तेरो दाइ आयो माइलो ठिक छ, माइलो दाइ चाहिँ ठिक छ है। दाइ हो केटा हो धेरै चढी क्या बक रहे हो मादरचोद? कडा छ नि हजुरको गीत भन्दा उहाँले कमसेकम 2 राइम त मिलाउनु भएको छ आयो तेरो दाइ साइड हट भाइ आयो तेरो दाइ साइड हट भाइ हैन अच्छा पहिले हामी खेलाउँथ्यौँ धुलो धुलो अनि पहिले हामी खेलाउँछौँ के भन्नु पर्यो केटा पहिले हामी खेलाउँथ्यौँ धुलो पहिले हामी नेक्स्ट लेभल यार नेक्स्ट लेभल। सिलुले गीत बिगारेर यार गीत गाउनै जानिनन् त्यही त उहाँलाई र्याप हान्नै आएन के दिदी सिक्नु पर्यो हिजो भन्दा आज राम्रो गर्नु छ नथिनेज म आफैलाई प्रुभ गर्नु
प्रुफ गरिसक्नु भयो त म टोरी ऱ्यापर हो भनेर यो भन्दा कहिले प्रुफ गर्नुहुन्छ अनि दिदी हजुरलाई चाहिँ ऱ्यापरहरूले गाँजा खाएकोमा के को ताउ दुखायो गाँजा गोटी खाने सुरोड तान्दाको गाँजा थरी थरी गाँजा ऱ्यापरहरु सबैजना गाँजा गोटी खाने मेरो गाँजा खाइरहेछु माछिने मैले गाँजा खाएर खाए त गाजा आफ्नै बाउको खाए ऱ्याप नहन भाइ नसामा झुमेर पनि हजुरभन्दा राम्रो ऱ्याप हान्छ जीवले जिरो झारे लाग्छ ऱ्याप राम्रो लाग्छ तर त्यसो त्यो हुलिया सुलिया मन पर्दैन मलाई अनि के हुलिया राम्रो बनाउनलाई दिनदिनै चस्मा फेर्नु पर्ने हो तपाईँ लानु त होइन If you want to get some chance, if you want to get some money. अरे क्या लौड़ा फंस गया मुंह में Can you repeat that again? And subscribe my YouTube channel. क्या पक रहे हो मादरचोद गर्छुमा प्रे दुई हात जोडेर नेपप सधैँ राम्रो होस् भनेर नेपप राम्रो होस् भने साँच्चै चाहनुहुन्छ भने दिदी ऱ्याप भन्न छोडिदिनुहोस् बरु गीत गाउनुहोस् स्वर पनि मेरो गेडा जस्तो अनि स्वर त ठिकै छ के भएको त्यही भएर अबदेखि हजुरले दोहोरी गीत गाउनु पर्यो दोहोरी गाउँछु म नो ऱ्याप हान्छु म खूब ऱ्याप 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 भन्दै हिँड्छस् नि ऱ्यापको फुल फर्म के हो थाहा छ ऱ्यापको फुल फर्म सोध्ने राइमिङ एन्ड पोएट्री भन्छ तपाईलाई थाहा छ राइमिङ भने के हो थाहा छैन के हो राइमिङ भनेको भन्नुस् त नेपप डुब्यो मालेहरू छिरेर आइसक्यो म गोली गट्टा बोकेर केही हुन्न दुई चार कुकुरहरू मरेर यही हो त राइमिङ भनेको छैन त राइमिङ वाक्यको अन्तिममा क्रियापदलाई राइमिङ्स मिलाउँछस् भने डोप नसोच भन्छ क्रियापद राइम पनि मिलाउनु भएको छैन उहाँले त राइमिङ मिलेको छ कि छैन चेक गर शिलुले ब्याचलर डिग्री नि लिटरेचरमा गरे अब तँलाई फेरि लाग्ला यो लिटरेचर भनेको कुन चाहिँ चराको नाम हो भनेर टेन्सन नगर गुगलमा जा अनि सर्च गर गुगल नगर्नुस् बरु हजुर चाहिँ गएर गुगलमा सर्च गर्नुस् हाउ टु ऱ्याप भनेर ऱ्याप खान थालिस् न तले भक्खर भक्खर कहाँ भक्खर हुनु 5 वर्ष भइसक्यो लड्दै पड्दै आइपुगेमा छता चुल्ला भएको रहेछ विकृतिलाई नेपपेर साह्रै बदनाम भएको रहेछ सिंहासनलाई सम्हाल्न खाँचो मेरै भएको रहेछ हजुरको चाहिँ 5 वर्षमा पनि प्रगति भएको रहेछ ऱ्याप हान्नमा अनि यो सिलुले के ऱ्याप हानेको यता पनि मिलेको छैन उता पनि मिलेको छैन भनेर कमेन्ट बक्समा भोग्नेहरू टिकटकमा 10 सेकेन्ड म्युजिकमा हैन लिपसिङ गर्न नजानेर गरेर लिपसिङ पनि मिलाउन नसक्नेहरू तैँले मलाई क्रिटिसाइज गर्छस् जिन्दगीमा नि हजुरलाई आउँछ सबै चिज हजुरलाई आउँछ बाबु भेट्न सक्दैनस् हिट गर्न सक्दैनस् यो जुनीमा सक्दैनस् बाबु अर्को जुनीमा नि सक्दैन है केटा कसैले सक्दैन सिलु दिदीलाई कसैले सक्दैन ठुलो कुरा गर्नुहुन्छ म त सक्दिनँ यार सिलु पोखरेल इज द बेस्ट र्यापर इन नेपाल I am a dope rapper. I am the god of rap You Buddha Nepop king. यो तेरो भ्रम Listen to my rap skills. तैँले हाने ऱ्याप सुन्दै सुन्दैन म काठमाडौँ सहर अटोल घट्टे खुलो बानेश्वर गरौरे असत्य खुलो तेरो र्याप हेर तेरो र्याप माछिनी खिस भइस न सिलु why are you not replying भन्ने कार्डी बी एमएनएमले इमेल पठाइराछ सुन्नु भयो नि उहाँको कसैको नाम जोडेर भ्यालु गर्नु लाग्यो कि मैले जस्तो ऱ्याप बनाउने हैन मैले जस्तो जुन तरिकाले भिडियो बनाएको छु त्यस्तो गर्ने कुनै माइकलाल कुनै केडी जन्मेको छैन खाते साला देर बोल्छ ऱ्याप इन्डस्ट्री रुल गर्छु म रुल गर्छु गर्न सक्दैनस् के पनि हेडी राग हिस्ट्री गर्छु म ब्ल्याक म्युजिक के भनेको तिमी के बिगारेको छु मैले नेपालको बाटो बिगार्न खोज्ने हैन पपलाई बिगार्नेलाई दिने छैन माफी नेपालको बाटो बिगार्ने सबलाई खड्डा हाने के गर्छस्? तेरो घाटी काट्न आउँछु सोसाइटी डाउनटाउन अपार्टमेन्ट ललितपुर जिल्ला मुजिब ड्याङ 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 पनि ठोकिन्छ अहिले कुकुरी खाने वाला छ लाग्दैछ मेरो पनि खुकुरीमा थाहा कुकुरी त मसँग पनि छ मलाई मजा आएन भन्दै मैले के भन्ने नि भन् हामीसँग पनि जय केटा खुकुरी चाहिँ हामीसँग पनि छ है घर राखेको छु ल उद्याएर राख्ने उद्याउने यो गर्छ मलाई म्याच त बुझेन नि त हजुरले चित्त नबुझेर के भयो त दिदीलाई क्रिटिसाइज गर्न पनि बैंकमा $1 मिलियन हुनुपर्छ रे $1 मिलियन छैन भन्ने तेरो ब्याङ्कमा लाजमान खुच्छ मलाई क्रिटिसाइज गर्न मिलिनियर हो ए हो र त्यसो दिदीलाई सम्झाउनुस् त ठुलो कुरा गर्नुभयो धेरै त्यो तोरीलाई बुझाइदिनु तिम्रो ऱ्याप सबले हेर्दै छ राम्रो गर्नुपर्छ भने मेरो टेन्सन नगर मेरो ऱ्यापको पनि त टेन्सन नगर ऱ्यापमा कलै छैन डिमोटिभेट हुने हैन रिसली इक्ली मैले यत्रो भने ल अब इक्ली गएर डिसले यो ऱ्याप रिलिज भइसके पछाडि भिटेन चाहिँ इन्डिया गयो पकड्ने मेरो नामको बेइज्जत नगर्न भिटेन दाइ खादिन्न म भिटेन जस्तै फ्याट लाउरे जस्तै
मलाई खुक्कु पात राई मान कडा मेरो ऱ्यापमा राइमिङ मिलेको छैन त्यो मलाई थाहा छ हल्ला नगर मुझे के भयो तँलाई फेरि सिक्ने आइज तेरो बाउको तिमीले मलाई सिकाउनु पर्छ म हावातालमा म ऱ्याप आने जस्तो लाग्छ ऱ्याप भनेर हानिसकेपछि त राइम चाहियो भाइ त्यहाँ मल्टी झार्नु पर्छ सङ्घर्ष गर्दा मलाई कसैले देखेनन् साथी भाइ आफन्त कसैले चिनेनन् हेल्प माग्थे तर विश्वासै गर्दैनन् अलि राइम देऊ के भाइ राइम देऊ फक यु टु एउटा बोबाल रहेछ होइन दामी रहेछ तर जस रमाइलो भयो होइन अब यस्तै खालको भिडियोहरू म फेरि लिएर आउँछु के कस्तो हुन्छ होइन सपोर्ट गर्नु पऱ्यो ओके